हेलो गाइज गुड इभिनिङ। अहिले चाहिँ हामी लानको पशुपति सिनेमा हलमा छौँ। अहिले हामी भर्खरै रसो दीर्घ फिल्म हेरेर निस्क्यौँ। पैसा वसुल छ। म यो फिल्मले तपाईँहरूसँग धेरै रिकमेन्ड गर्न चाहन्छु तपाईँहरूलाई। यो फिल्म तपाईँहरू जरुर हेरिदिनु होला। जय कस्तो लाग्यो तपाईँलाई? बहिनी तपाईँलाई चाहिँ कस्तो लाग्यो फिल्म? राम्रो राम्रो राम्रो। अनि के भन्नु चाहनुहुन्छ? एकदमै राम्रो। दिपा तिमीलाई पैसा असुल हो सबैजना घरबाट चाहिँ फ्यामिली लिएर गएर फिल्म हेर्दा हुन्छ। हुन्छ हुन्छ हुन्छ। कस्तो लाग्यो तिमीलाई चाहिँ? राम्रो जाऊ हामी चाहिँ टक्क कान्छा होटलमा आयौँ। दाइ यसलाई के भन्छ? कटिया के भन्छ? कटिया भन्छ। ए यसमा चाहिँ मासु पकाएको मिठो हुन्छ। ए गाइज अब सबैजना अब माटोको भाँडोमा पकाएको जुन मासु हुन्छ त्यो खाने प्लानिङमा छौँ हामी सबैजना। दाइ एकचोटि फेरि चाहिँ के भन्छ अरे यो मासुलाई? कटिया कटिया कटियार भन्छ। कटिया कटिया कान्छा होटलको चाहिँ यो फेमसै हो। हजुर हजुर। ए ल मिठो हुन्छ है। मटका मटका नि कटिया कटिया चाहिँ हुन्छ। कटिया भन्छ। ए ल जय खाना खाउनु हो। भात खोइ पान्नु न उता दुईटा दो जोइ जोडा जोडा दो यसले थिच्न तपाईँको बारे यो पक्कु हो कि कटिया कि के अरे बहिनी? यो कतिखेर खानुहुन्छ? कटिया अरे अनि कतिखेर खानुहुन्छ तपाईँले? म अब खाने हो बिस्तारै खानु होला है। कान्छा होटलमा चाहिँ यो कटिया चाहिँ एकदम फेमस अरे है। सेकुवा पनि फेमसै हो होइन? मिठै हुन्छ। कस्तो छ बहिनी सेकुवा? तिमीलाई चाहिँ कस्तो लाग्यो? एकचोटि खाऊ न। जहिले कहिले लानुहुन्छ खाना भन्थ्यो? एक पिस चाखिएर न। कस्तो लाग्यो? कस्तो रहेछ? हो कटिया